महादेव मंदिर सर सफाई अभियान को क्रम आज यसै क्रममा हाम्रो सर सफाई अभियान में आज को प्रमुख अतिथि मान्य जिला प्रशासन कार्यालय का प्रमुख सीपी साहब हामीलाई हाम्रो संगठन को तर्फबाट हाम्रो जिला कार्य समिति को तर्फबाट यो कार्यक्रम में उपस्थिति भई हाम्रो यो कार्यक्रम सर सफाई अभियान को सफल भइरहेकोमा हामी हाम्रो संगठनबाट हृदयदेखि धन्यवाद दिन चाहन्छौँ र यो कार्यक्रम को शुभारंभ झाड़ू लिएर उद्घाटन गरिदिनुको लागि म सीपी साहबलाई अनुरोध गर्छु। झोला हाल्दिने अनि यो चरालाई दिनु हुन्छ नि यो त्यो गराउने हो कि चराले खान्छ नफ्याँक्छ झोलामा सबप्रमाणे खाइदिन्छ एउटा टोली यहाँदेखि यस्तो छेउदेखि तिनजना चारजना बाइक से बताइए वो काम करके जाएंगे गर्छु अभियान गर्छु भन्ने कुरा हामी धेरै पहिलादेखि यो सङ्गठनले चाहिँ सोच्दै आइरहेको छु र योजना बनाइरहेको छु र त्यो योजनाको तहत आज यो जलेश्वर खास गरेर मोटरी जिल्लाको ऐतिहासिक धरोहर जलेश्वर महादेव मन्दिरको हामी सरसफाइ काममा जुन लाग्नु भएको छ सबै राष्ट्रिय कर्मचारी साथीहरूलाई धन्यवाद दिएँ त्यही आफ्नो यो सरसफाइ अभियानको कार्यक्रम मार्फत यो जलेश्वर मोटरी जिल्ला लगायत यो विभिन्न जिल्ला यो प्रदेश र यो देशमा सन्देश जाओस् कि यस्तो यस्तो सङ्गठनहरूले चाहिँ आफ्नो यस्तो सरसफाइ अभियान कार्यक्रम मार्फत यो सांस्कृतिक सम्पदाहरूलाई सरसफाई गरेर संरक्षित गर्ने काम चाहिँ सन्देश जाओस् भन्ने सन्देशको हिसाबले एउटा जनचेतनाको हिसाबले सरसफाइ भनेको मानव जीवनमा एकदम
एउटा अति आवश्यक कुरा हो भन्ने कुराको हिसाबले पनि यो सन्देश पठाएको छ र सन्देश दिएको छ भन्ने कुरा अवगत गराउन चाहन्छु र यसै क्रममा आफ्नो सन्देशसहितको सुझावसहितको आफ्नो भनाइ राख्नको लागि हाम्रो यो महोत्तरी जिल्ला हाम्रो सङ्गठनको स्वतन्त्र राष्ट्रिय कर्मचारी सङ्गठन नेपालको महोत्तरी जिल्ला अध्यक्ष स्वतंत्र राष्ट्रीय सेवक कर्मचारी संगठन नेपाल की तरफ से आज जलेश्वर के महानगरी जलेश्वर महादेव मंदिर के आज साफ सफाई कार्यक्रम कल के तय के सब कर्मचारी के हमरा तरफ से दिले देखे धन्यवाद दीजिए और अपन जो सब कहीं तुले धन्यवाद महोत्तरी जिल्ला अध्यक्षज्यू हाम्रो सङ्गठनको महोत्तरी जिल्ला अध्यक्षज्यू र त्यसपछि चाहिँ आफ्नो यो सरसफाइ कार्यक्रममा आज लगायत आउने दिनमा र पहिला पनि यो तपाईँ एउटा सरसफाइ कर्मीको चाहिँ एउटा इन्चार्ज नै हुनुहुन्छ होइन मेस्तर के अरे चन्दे मेस्तरज्यूलाई आफ्नो 2 शब्द राख्नुलाई हार्दिक अनुरोध त्यहीबाट राख्दा हुन्छ त्यहीबाट राखिदिनु हाम्रो सरसफाइ त हाम्रो भइरहेछ होइन आज धेरै राम्रो नेपाल पायो सरसफाइ धन्यवाद त्यसपछि चाहिँ बारू नियन्त्रण इन्चार्ज अरुण राईज्यूलाई आफ्नो भनाइ राख्नुलाई धन्यवाद नमस्कार हाम्रो यो स्वतन्त्र युनाइट कर्मचारी सङ्गठन र नगरपालिकाको सहयोगमा आज यो जुन 2081 8 15 गते मङ्सिर महिनाको शनिबारको दिन यो हाम्रो जलेश्वर नाथको प्राङ्गण सरसफाइ अभियान तथा यो तपसी कुटी सरसफाइ अभियान जुन हामीहरूले गर्नुभएको छ र हाम्रो केन्द्रीय अध्यक्षज्यू पनि आउनुभएको छ उहाँको मार्फतै यो सङ्गठन र नगरपालिकाको संयुक्तमा जुन सरसफाइ भएको छ आज सब साथीलाई कर्मचारी युनियनलाई धन्यवाद दिन चाहन्छु म अरुण राई बारुनेन शाखा इन्चार्ज धन्यवाद नमस्कार धन्यवाद अरुण सर त्यस्तै चाहिँ अब यो कार्यक्रमको मुख्य गरेर जुन व्यक्तित्व हुनुहुन्छ हाम्रो सङ्गठनको हाम्रो स्वतन्त्र राष्ट्रिय कर्मचारी सङ्गठन नेपालको केन्द्रीय सचिव र प्रदेश महासचिव उहाँले धेरै सक्रियताको साथ यो सरसफाइ अभियानलाई चाहिँ अगाडि सारेको छ र सफल पार्नु भएको छ उहाँले पनि हामीहरूलाई र हामीहरू लगायत यो जिल्लावासी र सम्पूर्ण यो प्रदेशवासीलाई आफ्नो भनाइ मार्फत केही सन्देशहरू राखिदिनको लागि हार्दिक अनुरोध धन्यवाद घोषक महोदय आज जुन हाम्रो स्वतन्त्र राष्ट्रिय कर्मचारी सङ्गठन जिल्ला कार्य समिति महोत्तरीद्वारा आयोजक सरसफाइ अभियानमा यहाँ आउनुभएका नगरपालिकाका सफाइकर्मी लगायत यहाँ हाम्रो सम्पूर्ण साथीहरूलाई यसमा सहभागी भइदिएकोमा हाम्रो हृदयदेखि धन्यवाद दिन चाहन्छु र हामीहरूको यो अभियान अगाडि चाहिँ हामी गङ्गासागर पोखरी सरसफाइ अभियान गरेको थियो आज चाहिँ हामी जलेश्वर मन्दिरको सरसफाइ गऱ्यौँ महोत्तरीमा आगामी दिनहरूमा पनि हाम्रो यस्तै कार्यक्रमहरू सरसफाइ अभियानहरू र जनतासँग जोड्ने अरू कुनै धेरै कार्यक्रम हुन्छ त्यो कार्यक्रम प्रति हाम्रो सङ्गठनको तर्फबाट यस्तै जारी रहन्छ भन्ने यही प्रतिबद्धता जनाउँदै हाम्रो आफ्नो सब मन्तव्य यही रह्यो धन्यवाद हाम्रो प्रदेश महासचिव र केन्द्रीय सचिवज्यू सुरेश कुमार रोहिताज्यू वास्तवमा हामी त धेरै नै भाग्यशाली छौँ किनकि यो सरसफाइ कार्यक्रम यो कुनै प्रदेश लेभलको पदाधिकारी र कुनै केन्द्रीय लेभलको पदाधिकारीले गर्ने होइन हाम्रो नगर र जिल्ला लेभलको पदाधिकारीले गर्दा पनि हुन्छ त्यही पनि यो सरसफाइ अभियानमा हाम्रो राष्ट्रिय अध्यक्ष स्वतन्त्र राष्ट्रिय कर्मचारी सङ्गठन नेपालको राष्ट्रिय अध्यक्ष पनि यहाँ संलग्न हुनुभएको छ धेरै
भाग्यका साथ र यसलाई हिजो अस्ति हाम्रो सप्तरी र सिराहामा पनि कार्यक्रम थियो र आज यो प्रदेश स्तरीय पनि बैठक छ। त्यसलाई चाहिँ समय अनुकूलता मिलाएर यो सरसफाइ अभियानमा उहाँ पनि जोड्नु भएको छ र हामीहरूलाई चाहिँ उहाँको भनाइ मार्फत केही निर्देश र मार्गदर्शक के छ भने आफ्नो 2 शब्द राख्नुको लागि हार्दिक र त्योभन्दा पहिला चाहिँ हाम्रो सरसफाइ कर्मीहरूलाई समान होइन खादा लगाएर सम्मान गरिदिनु हुनको लागि हाम्रो केन्द्रीय सचिव र राष्ट्रिय अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्छु। सरकारी कालमा फोन खर्च गर्नेको कार्यक्रम आजको नायक चाहिँ तपाईँहरू हो। हामी चाहिँ यसो आयोजकको तर्फबाट तपाईँहरूलाई नायक सम्झेर आजको यो सरसफाइ अभियान र यसको सुरुवातमा पनि यो उद्घोष हो। धेरै धेरै आजसम्म तपाईँहरूले जुन यो सरसफाइ गरेर हामीलाई स्वस्थ राख्नलाई चाहिँ जुन भूमिका निर्वाह गर्नुभएको छ यसको सम्मान स्वरूप हामीले यो आज तपाईँहरूबाट सुरुवात गरेको हो। यो चाहिँ ल बधाई छ, धन्यवाद छ। ओडाएर चाहिँ झप्पै ओडाएर सम्मान गरौँ न, त्यो त ओडाउने हो त। बाँकी खाता लगाइदिनु। खाता कहाँ है चन्दन? ल त खाता लो त के छ त्यो सबै आउनु आउनु न एक एकजना संगठन के है कि ल ल राष्ट्र सेवक कर्मचारी सङ्गठन नेपाल मध्य प्रदेशको समन्वय र स्वतन्त्र राष्ट्र सेवक कर्मचारी सङ्गठन नेपाल महोत्तरी जिल्ला कार्य समितिको आयोजनामा आज यो जुन सरसफाइ अभियानको दोस्रो चरणमा हामीले यहाँ महोत्तरी जिल्लाको असाध्यै हाम्रो श्रद्धाको आस्थाको केन्द्रबिन्दु जलेश्वर धाममा बाट आज हामीले यो सरसफाइ अभियान सुरुवात गरेका छौँ। यो सुरुवात भनिसकेपछि यहाँहरूले बुझ्न सक्नुहुन्छ यो निरन्तर रूपमा अगाडि बढिरहन्छ। यो हामीले सन्देश दिन खोजेको पनि हो। आज हामीले एक दिन आएर झाडु समातेर सरसफाइ गरेर सधैँभरि सफा हुन्छ भन्ने त्यो होइन। एउटा सन्देश के दिन खोजेको भन्दा यो सरसफाइ भनेको कसैलाई तोकेको व्यक्तिले मात्रै त्यसको सम्पन्न गर्ने र उसैको मात्रै जिम्मेवारी भन्ने यो बुझाइ गलत छ। यो गलत बुझाइलाई हामीले चिर्नुपर्छ। समाजमा रहेका अन्य सङ्घ संस्थाहरू पनि यस्तो कार्यमा सहभागी हुनुपर्छ। घर घरबाट सरसफाइ अभियानमा सहयोग भयो भने मात्रै समग्र नगर समग्र देश सरसफाइ हुन सक्छ र जसका कारणले हामीले पनि स्वस्थ जीवन बाँच्न सक्छौँ भन्ने एउटा उद्देश्य लिएर हाम्रो सङ्गठनले मध्य प्रदेशबाट यसको सुरुवात गरेको छ। यसलाई हामी देशैभरि फैलाउँदै अगाडि बढाउने हाम्रो अभियान पनि छ। र योभन्दा अगाडि अघि महासचिवले भन्नुभयो जस्तै जनकपुरको पनि हाम्रो गङ्गा सागरबाट सरसफाइ अभियान सुरु भएको थियो। त्यसको दोस्रो कार्यक्रम स्वरूप यहाँ आइपुगेका छौँ। यसलाई हामी मध्य प्रदेश हुँदै देशैभरि फैलाउने हाम्रो अभियान पनि छ र यो समग्र सबै देशवासीहरूमा हाम्रो सङ्गठन सन्देश पनि दिन चाहन्छ। तपाईँ घरमा बस्ने सबै घरका सदस्यहरू अनि समाजमा निक्लेपछि अनि त्यसपछि हामी यस्ता कामलाई महत्त्वका साथ अगाडि बढाउनुपर्छ भन्ने हामी अभियन्ताहरू सबै जुट्न सक्यो भने र सबैले यो खालको सन्देश दिएर हातमा हात मिलाएर अगाडि बढ्न सक्यो भने समग्र नगर देश सरसफाइ हुनसक्छ र त्यो सरसफाइ मेरो लागि हो, हाम्रो लागि हो भन्ने बुझ्नुपर्छ भन्ने उद्देश्यका साथ हामी यहाँ आएका छौँ। आयोजक टिमलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नगर पालिकाबाट खटिनुभएका जो सरसफाइ कर्मीहरू हुनुहुन्छ उहाँहरूलाई हामी एकदम हृदयदेखि सम्मान गर्न चाहन्छौँ, धन्यवाद भन्न चाहन्छौँ। तपाईँहरूले बिहान आँखा मिच्दै घरबाट घरका सबै कामहरू छोडेर तपाईँहरू बाहिर निस्कनुहुन्छ अनि यो सरसफाइमा लाग्नुहुन्छ।
तपाईँहरूका आफ्नै समस्या छन्, आफ्नै वेदना छन्। ती वेदना र समस्यालाई पनि तपाईँहरूले आत्माभित्र मनभित्रै राखेर भए पनि बाहिर तपाईँले समाजलाई स्वस्थ बनाउने अभियानमा, सहरको सुन्दरतालाई कायम राख्ने अभियानमा तपाईँहरूले गर्नुभएको योगदान, यसको हामीले उच्च सम्मान गर्दै तपाईँहरूसँग हातमा हात मिलाएर अगाडि बढ्दै पनि हामी अगाडि आएका छौँ। यो तपाईँहरूले अगाडि बढाउनु भएको कार्य महान छ। जागिर त सबैले खाएको हुन्छ, काम त सबैले गरेको हुन्छ, तर त्यो काम जसले अरूलाई प्रत्यक्ष फाइदा पुग्न सकोस्, त्यो काम जसले अरूलाई प्रत्यक्ष रूपले देखिने गरी चाहिँ मान्छेले महसुस गर्न सकुन्, त्यो क्षेत्रमा तपाईँहरू हुनुहुन्छ। त्यस अर्थ पनि तपाईँहरूसँग हामी यो हातेमालो गर्दै जोड्दै अगाडि बढ्ने हाम्रो यो अभियान पनि हो। र समाजसँग हाम्रो सङ्गठन, कर्मचारी सङ्गठन भनेका, निजामती कर्मचारी भनेका समाजबाट टाढा छन् भन्ने बुझाइ छ मान्छेको, त्यो होइन। हामी यस्ता क्रियाकलाप र गतिविधि लिएर पनि हामी समाजसँग जोडिन चाहन्छौँ। हामीले तत्काल छिटै हामीले विभिन्न ठाउँमा स्वास्थ्य शिविरका कुराहरू, जस्तै अब यो प्रकोपमा परेका साथीहरूको लागि हामीले उद्धार गर्ने कार्यहरूमा पनि हामी निरन्तर रूपमा चाहिँ यो अगाडि बढिरहेका छौँ। र यो महोत्तरी जिल्लामा अन्य हामी यस्तै प्रकारका कुनै न कुनै समाजसँग जोडिने, तपाईँहरूसँग जोडिने, आत्मीयता बढाउने, हातमा हात मिलाउने यो यस्ता खालका गतिविधि र कार्यक्रमहरू लिएर हाम्रो सङ्गठन फेरि पनि आउनेछ। यो सङ्गठनको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्दै तपाईँहरूलाई पुनः एकपटक धन्यवाद भन्दै हाम्रो सङ्गठनको सन्दर्भमा तपाईँहरूलाई मैले यो सरसफाइ अभियान भयो, सङ्गठनको सन्दर्भमा हाम्रो यो स्वतन्त्र राष्ट्रसेवा कर्मचारी सङ्गठन, मान्छेलाई अलिअलि भ्रम छ यो स्वतन्त्र भनेको यस्तो हुनसक्छ र स्वतन्त्र भनेको कसरी भयो यो त? कि कर्मचारी सङ्गठन एमाले हुनु पर्थ्यो, कि माओवादी हुनु पर्थ्यो, कि काङ्ग्रेस हुनु पर्थ्यो, कि जसपा हुनु पर्थ्यो? यो स्वतन्त्र भन्ने हुन्छ र मान्छेले अचम्म मान्ने गर्नुहुन्छ। एउटा बुझ्न जरुरी के छ भन्दा हामी कर्मचारीहरू कुनै पार्टीका हुँदैनौँ, हामी राष्ट्रका गहना हौँ, हामी जनताका सेवक हौँ, तसर्थ पार्टीभन्दा हामी धेरै माथि छौँ। यसरी यहाँहरूले बुझिदिनुपर्छ। अर्को, यो स्वतन्त्र भन्ने शब्द हामीलाई कर्मचारीका ऐन नियम कानुनले नै हामीलाई स्वतन्त्र बनाएको छ। हामी कुनै पार्टीका सदस्य बन्न पाउँदैनौँ, कुनै पार्टीका झन्डा लिएर हामी चाहिँ जिन्दाबाद र मुर्दाबाद भन्न पाउँदैनौँ। कानुनले बन्देज लगाइदिएको छ। त्यसको अर्थ के हो भन्दा हामी स्वतन्त्र छौँ। त्यो स्वतन्त्र कानुन नै व्यवस्था भएको चिजलाई अहिलेका सङ्गठनहरू विभिन्न नामबाट पार्टीका झन्डाका मुनि रहेर गतिविधि गरिरहँदाखेरि आम कर्मचारी वर्ग कमजोर बनेको छ। हामीलाई समाजले बुझ्ने नकारात्मक धारणा बनेको छ एक खालको। त्यसलाई चिर्न पनि र ऐन नियम कानुनले निर्देशित गरेको विषयलाई शब्दद्वारा हामीले चाहिँ अगाडि बढाएका हौँ। तसर्थ हामीले यो स्वतन्त्र भन्ने राख्यौँ। यसो भन्दा हामीलाई भन्ने गर्नुहुन्छ यो स्वतन्त्र भनेको रवि लामी छानेले नेतृत्व गरेको यो स्वतन्त्र पार्टीको भातृ सङ्गठन हो भन्नुहुन्छ। हामीले हो भन्ने गरेका छौँ, हामीलाई लाज लाग्दैन। अनि बालेनको पनि हो भन्नुहुन्छ, हो भन्छौँ। बुझियो भन्नुहुन्छ साथीहरूले। त्यति मात्र होइन, हामीलाई अरू पनि सोध्नुहोस् न। माओवादीको हो भन्नुहोस्, हो भन्छौँ। काङ्ग्रेसको हो भन्नु, हो भन्छौँ। जसपाको हो भन्नु, हो भन्छौँ। यसरी हेर्दाखेरि हामी सबै पार्टीसँग चाहिँ समदूरी राखेर, सद्भाव राखेर हामी काम गर्ने यो संस्था पनि हो। हामी जोसुकै नेतृत्व आए पनि उसलाई सफल बनाउन लाग्ने हामी कर्मचारी संयन्त्र पनि हौँ। राज्यमा त कहिले एमालेको सरकार आउँछ, कहिले काङ्ग्रेसको आउँछ, कहिले माओवादीको आउँछ, कहिले मेयर एउटाको आउँछ, अर्कोको आउँछ। हामीले त्यसलाई कुन पार्टीको मेयर आयो भनेर हामीले व्यवहार गर्दैनौँ। मेयर जितेर आइसकेपछि ऊ सबैको मेयर हुन्छ। प्रधानमन्त्री चुनिएर आइसकेपछि देशैभरिको प्रधानमन्त्री हुन्छ, ऊ पार्टीमा केन्द्रित रहँदैन। तसर्थ हामीले त्यही भावनालाई चाहिँ मुखरित गर्नलाई, त्यही भावनालाई हामीले चाहिँ आत्मसात गरेर हामी सबै पार्टीको स्वतन्त्र भन्ने बित्तिकै यसमा कुनै पार्टीभन्दा हामी माथि उठेका छौँ। तसर्थ हामी त्यो पार्टीभन्दा माथि उठेको हुनाले यो हाम्रो सङ्गठनमा सबै साथीहरू चाहिँ गोलबद्ध भएर अगाडि बढ्न सक्नुहुन्छ। अर्को कुरा, अहिले यो स्थानीय तहमा कर्मचारीहरूलाई विभिन्न किसिमको समस्याहरू छन्। जहिले पनि एउटा पासो तपाईँहरूको घाँटीमा लागेको छ, त्यो भनेको जागिर कहिले सिद्धिने हो, जागिर कहिले समाप्त हुने हो। त्यो घाँटीमा त्यो जागिर कहिले सिद्धिने हो भन्ने पासो लिएर तपाईँ बिहान आँखा मिच्दै तपाईँ यो काममा लाग्दाखेरि त्यही एउटा चाहिँ सानो मन गरेर हिँड्नुहुन्छ। फर्किँदाखेरि पनि भोलि के हुने, यसले तपाईँलाई जीवनभरि चाहिँ सताइरहेको छ। यो अस्थायी जलाधारी करारका समस्या समाधान गर्न हाम्रो सङ्गठनले स्पष्ट रूपले बोलेको छ। यहाँ मान्छे आउने, सङ्घ सङ्गठनहरू आउने, तपाईँहरूलाई भोलि नै थाहै गर्छौँ, पर्सि थाहै गर्छौँ, नभए सिंहदरा ठप्प पार्छौँ भनेर तपाईँहरूको अगाडि भाषण गर्ने, अनि उता गएर त्यो करारलाई त थाहै गर्नु हुँदैन है।
त्यो त सिद्धिन्छ। फेरि यो निजामती कर्मचारी सङ्गठनै सबै यो हाम्रो चाहिँ संरचनै सिद्धिन्छ। उहाँहरूलाई थाहै गर्नु हुँदैन, करारमै राख्नुपर्छ। किनभने करारमा राखिसकेपछि उहाँहरूलाई चाहिँ त्यही करारको डन्डाले चाहिँ हामीले शासन गर्न चाहिँ सहज हुन्छ भन्ने एउटा शासित मानसिकता बोकेका शासकहरूबाट पनि यो खालको गतिविधिहरू भइरहेको छ। हामीले स्पष्ट भनेको छौँ 2057 सालमा श्रेणीविहीन कर्मचारीहरू चाहिँदैन भनेर राज्यले भन्यो। चाहिँदैन भने हामीले चाहिन्छ भनेर हामीले जोड गरेनौँ, हामीले सहमति गऱ्यौँ। तर 59 सालमा त्यतिखेर महेश आचार्य अर्थमन्त्री हुनुहुन्थ्यो। 59 सालमा आएपछि अब अस्थायी जिल्लादारी करार चाहिँ कर्मचारी चाहिने रहेछ, राख्नुपर्छ भनेर फेरि 59 सालमा करार सेवा निर्देशिका भनेर लिएर आएर कार्यकर्ता भर्ती गर्ने अभियान जो चलाउनु भयो, प्रत्येक मन्त्री परिवर्तन हुँदाखेरि एउटालाई हटाउने, अर्कोलाई राख्ने, फेरि उसले अर्कोले हटाउने, अर्कोलाई राख्ने, यो खेलमा हामी फुटबल भनेका छौँ। यो खेलमा हामी तपाईँको भकुण्डो भनेका छौँ। जो आए पनि जता हाने पनि हामी चाहिँ त्यतैपट्टि चाहिँ जानुपर्ने गरी आज कमसेकम यो 32-40 वर्ष बितिसकेको छ। अस्थायी जिल्लादारी कर्मचारीको समस्या समाधान भएको छैन। कोही सङ्गठनले पनि स्पष्ट आफ्नो खाका र धारणा बोल्न सक्नु भएको छैन। हाम्रो सङ्गठनले हामीले स्पष्ट भनेको छौँ, तपाईँहरूलाई पनि भन्छौँ। कतिले राम्रो मान्नुहुन्छ, ठिक छ, नराम्रो मान्नुहुने साथीहरूप्रति पनि हाम्रो त्यसमा दुखेसो छैन। तर यथार्थ कुरा, तितो कुरा हामीले बोल्न सक्नुपर्छ भनेर हामीले के भनेका छौँ भन्दा अब सङ्घीय निजामती ऐन संसदमा पुनः पारितको लागि संसदमा छलफलको प्रक्रियामा छ। निजामती ऐन अब निजामती ऐन आउँदाखेरि निजामती ऐन 2049 को दोस्रो संशोधन 2064 सालमा महिला विकासमा रहेका कर्मचारी धेरै यस्तै हुनुहुन्थ्यो। नगरपालिकातिर काम गर्ने धेरै कर्मचारीहरू अहिले जो अस्थायी जिल्लादारी करारमा हुनुहुन्छ त्यसरी नै उहाँहरू पनि करारमा हुनुहुन्थ्यो। हामीले के भन्यौँ भन्दा एकपटकलाई आन्तरिक प्रतिस्पर्धाको आधारमा उहाँहरूलाई थाहै गर्ने मौका दिनुपर्छ भनेर हामीले उहाँहरूलाई त्यो बुदा व्यवस्था लेख्यौँ। अधिकांश करिब मैले 100% भन्दिनँ, 99% साथीहरू थाहै हुनुभयो र अहिले राम्रोसँगले उहाँले चाहिँ नगरपालिकामै तिनै सेवाबाट आउनुभएका साथीहरू महिला शाखाका प्रमुख भएर, सामाजिक शाखाका प्रमुख भएर राम्रोसँगले काम गरेर हिँडिराख्नु भएको छ। यसले राज्यलाई फाइदा गर्यो, घाटा गरेको छैन। अहिले हामीले के भनेको छौँ भने सङ्घीय निजामती ऐन आउँदै गर्दाखेरि अब एउटा बुदामा हाल करार अस्थायी जिल्लादारीमा रहेका कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धाको आधारमा एकपटक स्थायी हुने मौका दिनुपर्छ। हामीले स्पष्ट बोलेका छौँ। यो जति हुनुहुन्छ प्रतिस्पर्धाका आधारमा थाहै हुने, थाहै बन्नुहुन्छ, थाहै नहुने कर्मचारीहरूलाई अब सेवाबाट बिदा गर्नुपर्छ। फेरि करारमै राख्न पाइँदैन र अब उपरान्त यो प्रशासन संयन्त्र चाहिँ स्थायी कर्मचारीबाट मात्रै चल्छ भन्ने सन्देश हामीले कानुनमै व्यवस्था गर्नुपर्छ। अब थाहै हुन नसकेका कर्मचारीलाई बिदा गर्दाखेरि 3वटा काम गरेर हामीले बिदा गर्नुपर्छ भनेका छौँ। एउटा, आजसम्मले उहाँहरूले यो यहाँ काम गर्नुभएको आधारमा एउटा आर्थिक प्याकेज दिएर एकमुष्ट रूपमा उहाँहरूलाई आर्थिक प्याकेज दिनुपर्छ। दोस्रो, उहाँ समाजमा गइसकेपछि के गर्न चाहनुहुन्छ? अब यहाँ थाहै हुन सक्नु भएन, केही त केही गर्नुपर्छ। कसैले म यो उद्योग गर्छु, कल कारखाना गर्छु, कसैले कृषि गर्छु, पशु गर्छु, उहाँहरूले प्रस्ताव पेश गर्नुहुन्छ। त्यो चिजको लागि उहाँलाई दक्ष बनाउनको लागि श्रम मन्त्रालयबाट श्रम अन्तर्गतको तालिम केन्द्रहरूबाट उहाँलाई दक्ष बनाउनलाई 6 महिना, 3 महिना, 9 महिना, वर्ष दिन कति लाग्छ उहाँहरूलाई तालिम निःशुल्क रूपमा दिनुपर्छ। र त्यो व्यवसाय गर्नको लागि हामीले 25 लाखदेखि 50 लाखसम्म उहाँहरूको आवश्यकताको आधारमा निःशुल्क ब्याजमा 0% ब्याजमा उहाँहरूलाई 25 लाखदेखि 50 लाख रुपियाँसम्म चाहिँ राज्यले दिनुपर्छ भनेका छौँ। यसो भन्दाखेरि तालिम दिने संस्था तयारी छ, अहिले पनि छ, त्यहाँ जोड्ने मात्रै हो, त्यसमा राज्यलाई कुनै घाटा हुँदैन। आर्थिक प्याकेज दिने भन्ने कुरा त अहिलेसम्म गरेको योगदानमा आधारित कहाँबाट हामी त्यो राज्यले दिने कुरामा त्यो ठुलो कुरा रहँदैन। र 25 देखि 50 लाख रुपियाँ दिने भनेको त्यो राज्यले कहीँबाट नयाँ स्रोत जुटाउनु पर्दैन। अहिले पनि युवा स्वरोजगार अनि त्यसपछि अन्य विभिन्न कार्यक्रम मार्फत राज्यले ब्याङ्कबाट 4% ब्याजमा 20 लाखदेखि 1 करोडसम्म चाहिँ तपाईँको दिने योजनाहरू पनि अहिले चाहिँ यथावतै रहेको छन्। त्यसमा अलिकति मोडिफाई गरेर अहिले श्रम मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषमा पनि प्रशस्त त्यो शीर्षकमा रकमहरू छन्। त्यो राज्यबाट हामीले सधैँभरिको लागि मागेको पनि होइन, हामीले तिर्ने गरी लिने खोजेको हुनाले यो सम्भव छ र यसरी करार अस्थायी जलदारीको यो समस्या समाधान गर्नुपर्छ भनेर हामी लागेका छौँ। अब संसदमा छलफल अगाडि बढ्दाखेरि यसलाई हामीले अन्तिम निर्णायक रूपले हामी त्यहाँनिर लाग्छौँ। तर तपाईँहरूलाई फेरि के पनि हामी भन्न चाहन्छौँ भने हामीले सिंहदरबार मात्रै लागेर या तपाईँ यहाँ मात्रै बसेर आन्दोलन गरेर पनि यो राज्य संयन्त्रको यति बाक्लो कान छ, त्यो कानसम्म त्यो आवाज पुर्याउन सकिँदैन।
पुग्यो भने त पुगिहाल्यो, यदि पुगेन भने 77 जिल्ला 753 स्थानीय निकाय र यो मध्य प्रदेश 136वटा चाहिँ तपाईँको स्थानीय निकायबाट एकचोटि हामीले आवाजले चाहिँ हाम्रा चित्कारलाई चाहिँ कराउनु पर्नेछ। हाम्रा तपाईँको अहिलेसम्म गुम्सेर बसेका ती पीडाहरूलाई तपाईँको एकचोटि चाहिँ आवाजबाट चाहिँ तपाईँको सिंहदरबारसम्म पुर्याउनु पर्ने जरुरी छ। त्यसका लागि पनि तपाईँहरू चाहिँ तयार भएर रहनुहोला। सम्भवतः यो सङ्घीय निजामती ऐन आउने अब यो अधिवेशनबाट यो जारी हुन्छ, धेरै लामो समय छैन। त्यसको लागि हामी आफ्नो ठाउँबाट चाहिँ तयारी गरेर बसौँ र यो सधैँ यो 40 वर्षदेखि जकडिएर रहेको यो समस्यालाई समाधान गरौँ भन्ने आह्वान पनि गर्दै आज यो कार्यक्रमको जुन आयोजना गर्नुभएको छ हाम्रो महोत्तरी जिल्लाको अध्यक्ष सन्तोषजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। मध्य प्रदेशको तर्फबाट हाम्रो महासचिव सुरेश रोहिताले नेतृत्व गर्नुभएको छ, यसको समन्वय गर्नुभएको छ। उहाँ युवा, अलिकति जुझारु, अलिक केही गरौँ भन्ने एउटा भावका साथ यस्ता क्रियाकलाप र गतिविधिहरूलाई अगाडि बढाउनलाई चाहिँ अन्यलाई पनि उत्प्रेरित गरिराख्नु भएको हुन्छ। महासचिवज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अहिले हामीले यहाँ अरुणजी लगायतको अरू धेरै साथीहरू पनि हामीले यहाँनिर नयाँ साथीहरू पनि भेटघाट गऱ्यौँ, चिनजान गर्ने अवसर पनि प्राप्त भयो र यो सुन्दर नगरी यो ऐतिहासिक महत्त्वपूर्ण यो स्थानमा आज हामीलाई सरसफाइ गर्ने एउटा जुन अवसर जुट्यो त्यसको लागि नगरपालिकालाई पनि म धन्यवाद दिन चाहन्छु। हाम्रो मन्दिर व्यवस्थापन समितिलाई धन्यवाद दिन चाहन्छु र आज हाम्रो कार्यक्रमको प्रमुख अतिथिको रूपमा यो महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारीज्यू पनि आएर हाम्रो कार्यक्रममा सहभागी भएर हाम्रो हौसला प्रदान गर्नुभयो। उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिँदै आजको यो सरसफाइ अभियान कार्यक्रम आजको लागि यही स्थगन भएको अनुरोध गर्दै यो निरन्तर रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दै तपाईँहरू सबैलाई पुनः एकपटक हाम्रो गौरवशाली सङ्गठन स्वतन्त्र राष्ट्र सेवा कर्मचारी सङ्गठन नेपाल र मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिँदै आजको कार्यक्रम यहीँ सम्पन्न भएको अनुरोध गर्दछु। धन्यवाद।